सो हेलो गाइज, के छ सबजना सन्चै हुनुहुन्छ? अहिले चाहिँ हामी घुम्दै जाँदै छौँ डोनेसनको लागि। यहाँ छन् मेरो साथी प्रदीप। अहिले चाहिँ हामी दुईजना मात्र छौँ। अब एकछिनमा उता अगाडि दाइहरू आउनुहुन्छ अनि सिधै दाइहरूसँग भेटेर गइन्छ राम्रोसँग। आज डोनेसन छ, यदि भिडियो मनपर्छ भने लास्टसम्म हेर्नु होला। सो अब दाइसँग गएर भेट्नु एकैछिन। डोनेसन चाहिँ के को भनेदेखि जस्तो अब हजुर कोही हुन्छ नि यस्तो डोनेसन माग्नु बसेको, तिनीसँग जाने अनि आफ्नो पर्फर्मेन्स देखाएर अब त्यहाँ कति पैसा सेभिङ हुन्छ त्यही पैसा अब जम्मा गरेर तिनीलाई दिने, यही हाम्रो डोनेसन भनेको। यही डोनेसन प्लान गराएको आज। फाइनल गाइज अहिले हामी साथी घर पुगिसकेका छौँ। यहाँ हाम्रो एकजना साथी पुष्पा भन्ने, अब यिनलाई लिएर अब यिन जान्छ यहाँ अब के हुन्छ कुरा, अनि सिधै जान्छौँ हामी चाहिँ अहिले। अहिले चाहिँ हामी हिँड्न लाग्यो अनि त्यही हो। यहाँ साथी अब रेडी हुँदैछन्, यताबाट हेर्न सक्नुहुन्छ हाम्रो दुईजना साथी आइसकेका छन्। वेलकम टु माई मिनी ब्लग। यिनी चाहिँ अश्विन हुन् अनि हामी यति कति 6जना भएर चाहिँ अहिले यहाँ डोनेसनको लागि हिँड्न लाग्यो। त्यही हो। उहाँको चाहिँ हेरौँ के हुन्छ डोनेसनको लागि। ल बेल सुट्टी चाहिँ एकदम मिठो हुन्छ यो बेल सुट्टी। चाहिँ आकाश त हाँसेको यो बिलाउ देखाउँदै हामी हामी बिचरा साइमनलाई हेरेर ओ यहाँ ल्याउनु एउटा बेलाउ झारिराख्नु अहिले। अब हामी चाहिँ 10 मिनटमा निस्किन्छौँ यहाँबाट। त्यही हो। ल अहिले चाहिँ हामी यहाँबाट निस्किएको। यहाँ झन्डै लडेको उता अगाडि गइसक्नु तिनीहरू चाहिँ। त्यही हो गाइज। अब चाहिँ यहाँबाट हामी आधी घन्टा हिँड्नुपर्छ, धेरै दिन। बेला देखाइदिउँ होइन। अनि चाहिँ हामी दाइलाई लिन हिँडेको। बेल सुट्टी अहिले चाहिँ एउटा प्रब्लम भयो भनौँ न। दाइ चाहिँ पहिले गइसक्नु भयो, हामी चाहिँ 4-5जना मात्र भयौँ। हामी हिँड्दै जाँदैछौँ अब। त्यही अब उता अब सिधै उतै घुम्दै गर्दा दाइलाई भेट्छौँ। त्यही हो अनि डोनेसन प्रोग्राम घन्टा जस्तो घन्टा निकाल्नु कोल चिन्नुहुन्छ भन्नु त कमेन्ट गर्नु है। नाम हेर्नु यहाँ, नाम चाहिँ क्लियर देखिन्छ। त्यही हो। अब चाहिँ हामी हिँड्दैछौँ। 10 मिनट भइसक्यो घरदेखिको। यस्तो घाम छ गाइज। गाइज हजुरलाई एउटा चिज देखाऊँ, यहाँ हेर्न सक्नुहुन्छ हाम्रो टक्लु साथीलाई। यिनी चाहिँ अर्जेन्टिनाले हारेर फाइनलमा टक्लु भएको कारण चाहिँ यो टक्लु भएको यिनी। हेर्न सक्नुहुन्छ बहिनीहरू हेलो भनिदिउँ न यहाँ यता हेरेर भन्ने हो क्या हेलो। चाहिँ हामी आधीबाट पुगिसक्यो। सक्नुहुन्छ यिनीहरू थकिनु भनेको केही थकित भएन, आफै थकित भएर हामीलाई केही थाहा छैन। भाइ यस्तै सानोदेखि हिँडिराखेको पुग्न लागिसक्यो नि। यस्तो बाटो हिँड्न पर्छ गाइज। के गरौँ त गाइज, लौटिहाल्यो अब। त्यही हो। यहाँ खुट्टाको हालेर हेर्नु न, यहाँ खुट्टाको हालेर हेर्नु यहाँ हिलो फास्टै जाऊ भयो नि यहाँ। यस्तो हिलो भयो खुट्टा। अब कतै धारा खोजेर चाहिँ त्यो खुट्टाहरू धुनुपर्छ राम्रोसँग। त्यही हो। गाह्रो छ अब एकदम। सिधै अगाडि गएपछि भेट्छौँ एकछिनमा। खन्देऊ न बाँडो खन्देऊ। अघि मलाई झिस्काको आफै फेला परेर बुद्रुमा लोट्यो हिलोमा। मलाई भनिरहेको थियो लोड्छ आफै लोटेन। अहिले पखाल्दै खान्छ यता पारा छुट्टै केटाहरूको। हेर्न 3 जन गाइज हामी चाहिँ अहिले बजार पुग्न लाग्यौँ होइन। हामी चाहिँ बजार पुग्न लाग्यौँ। अहिले चाहिँ यो फेरि नआइकन होइन, यहाँ के हुँदैछ? यहाँ के सक्स खोलिदिएको हो? यताबाट आउँदै मुर्दा
ओए त नङ्गाची हो ए ओए कुन है ओए टाका लानु पर्यो यता साइडमा बस्नु पर्यो अहिले चाहिँ हामी 5 जना हिँड्दै छौँ हिँड्दै बजार यस्तो त सामान्य भयो सुनौसम्म नि हिँड्दै पुगिन्छ हामी चाहिँ उसलाई थाहा सुनौ भन्ने जग्गामा छ नै मलाई थाहा एकदम खै कहाँ गयो काले भाइ कुन मलाई चाहिँ अलि सुन्छ होइन त्यो भएर गाडी पनि बस्थ्यो हो च्याप्पै लाएर च्याप्प कि दौडिँदै आउँदै हो कालो मान्छे देखेको छैन दौडिँदा पनि ए सो अब चाहिँ हामी घुमे पनि लाग्यो त्यही हो अब डोनेसन के हुन्छ हेर्नु होला लास्ट पिस ड्राइभर चाहिँ हामी अब घुम्न पुगिसक्यौँ हामी यहाँ दाइ आइसक्नुभयो हामी दाइ आइसक्नुभयो अब आफ्नै डेक बजाउँ त कसको डेको थियो डेक बजाए कोही न कोही त आएको फेरि यो यहाँभित्र बजाएको मोबाइल पसलमा अघि कता हाम्रो चाहिँ यो डोनेसन गर्ने प्रोग्राम मान्छेलाई हाल्दै हिँड्न जस्तो दाइले भाउलाई छोड्न जानुभएको कि उसलाई छोड्न जानुभएको कि आफ्नो भाउजूलाई घर यहीँ राखिदेऊ न उयो हेर है कहाँ जाने हो र सो हामीले चाहिँ यहाँ केटाहरूलाई भेट्यौँ गाउँको यसलाई चिन्नुहुन्छ कि हजुरले कोही पऱ्यो देखिहाल्नु भाइ कपिलाल यिन चाहिँ हाम्रो भुक्टे हो अहिले चाहिँ हामी हाइवेमा छौँ यस्तो गाडीहरू थिएन सो गाइस यहाँ चाहिँ भिडियो सुट भइरह अहिले मतलब रिलको लागि अहिले चाहिँ देख्न सक्नुहुन्छ उता चाहिँ अहिले के ड्युरेसन हुन्न त्यही हो हाम्रो दाइ हुनुहुन्छ सो गाइस अहिले चाहिँ यहाँ कति बजी छ 7 बज्न लागिसक्यो अहिलेसम्म हिँड्यौँ हामी यस्तो यसो यताउता भिडियो खिच्दिनु सो गाइज अहिले चाहिँ घर फर्किनु लाग्यो हामी हेर्न सक्नुहुन्छ लास्ट अँधेरो भइसक्यो अहिले त्यही हो अब भने जस्तो भएन आज डोनेसनको प्रोग्राम हुन सकेन केही छैन नेक्स्ट टाइम ट्राई गर्छौँ हामीले अर्को बिहिबार चाहिँ ढुक्क हुन्छ ल नेक्स्ट टाइम सो गाइज हामी घर पुगिसक्यौँ अहिले घर पुगेर खाना पनि खाइसक्यौँ मैले त्यही हो आज सोचे जस्तो डोनेसन हुन सकेन तर के गर्नु यस्तै हो सधैँ सोचे जस्तो दिन हुँदैन तपाईँहरूलाई अहिलेसम्म लास्टसम्म भिडियो हेरिदिनु भएकोमा एकदम धेरै माया छ अनि आफूले गरेको लाइक कमेन्ट सेयर फर्गेट नगर्नु होला सो भेटौँ न अर्को नेक्स्ट भ्लगमा थ्याङ्क यू